बाबु नानीहरू पहिला हामी यो भिडियो हेर्ने अनि यसको फन्नी कमेन्ट पढ्ने ल पानी होला भनेर आएको त गाडी ठाउँछ अनि सो ब्युटिफुल अनि यहाँ एउटा भन्छिजुले हेर्नु भएको छ नमस्ते हेर्नु कसरी आउने आम्मा तिम्रो मलाई ल सुरु गरौँ खुस्किने तरिका हुन्छ नि भैँसीलाई चिन्यौ रे म पागल त होइन किन पागल बनाउँछ समाजले भैँसीलाई नमस्ते गर्ने मान्छेलाई फर्काउने के हो पारा दिदी भनेपछि आफ्नै परिवारले नि चिनेनन् मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर चिन्यो होला नि तपाईँकै दिदी हुन् क्या अरे ओठ पनि ठ्याक्कै मिल्छ बात त सही है ल सही तरिकाले तिमीहरूले नि मलाई फलो गर त छिटो छिटो